भनेपछि जस्तो वर्षमा लगभग महिनाको 60,000 को दरले 6 लाखको हाराहारी पनि आम्दानी हुने भयो। 6-7 लाख हुन्छ मजाले। जस 10 माउबाट हुन्छ। एउटाको अहिले त्यही 7,000 8,000 हेरी छ। त्यो साइज हेरेर 5500। हजुर 5500 त राम्रो दाम हुन्छ है दाजु। हजुर 2 महिनामा त्यो। अनि हाम्रो यो फेरि बिर पनि आफैले पालिया छ। सम्भवतः धराने कालो बङ्गुर भनेर बेच्ने पनि यही होला दाजु। हो यही हो है। हामीले अहिलेसम्म मैले स्थानीय सरकारबाट केही पाएको पनि छैन, लिएको पनि छैन। हजुर भरसक त थाहा पनि हुँदैन हामीलाई। हजुर अब म चाहिँ अब यस्तो अब दाजुलाई लिनु मन नभएर पनि होला सायद। लिनु मन त यस्तो हो। राजदन दाइको यो श्रम र उहाँको मेहनत हेर्दाखेरि चाहिँ नेपालमै पनि केही गर्न सकिन्छ है भन्ने खालको सन्देश चाहिँ उहाँलाई दिइरहनु भएको छ। महिनामा 50-60,000 रुपियाँ चाहिँ कहीँ जाँदैन। कहीँ जाँदैन। बच्चा बेचेर पनि तपाईँको आफ्नो लगानी उक्सेर पनि 50-60,000 रहन्छ, उभिन्छ। कोही कोही बेला चाहिँ बच्चा सबै नै मरिदिन्छ क्या। त्यस्तो पनि हुन्छ है। त्यस्तो पनि हुन्छ, भइराखेको छ। भनेपछि समस्या पनि रहेछ। समस्या छ। बाहिरको भन्दा पनि तपाईँको लोकलमा धेरै टेस्ट आउँछ। भनेपछि चाहिँ व्यावसायिक प्रयोजनको लागि चाहिँ यहाँको स्थानीय जातै ठिक हुन्छ दाजु। एकदम गर्ने भनेको चाहिँ म चाहिँ स्थानीय नै देख्छु। सबै यो काट्ने भन्दा पनि यो बच्चा उत्पादन हुन्छ यहाँदेखि। ए हजुर हजुर। तपाईँहरूलाई पनि यसो चाहिन्छ भने सम्पर्क गर्नु होला। ए खोइ त छैन त। होइन अहिले यस्तो त बिरबाट पनि उत्पादन छ नि त। फेरि अब यो पैसा आउँछ नि त। पैसा आउँछ, त्यस कारणले यो पैसा कमाउनु गएको छ। पैसा कमाउनु गएको यो। त्यो त कर्मचारीको रूपमा हो। एकदम ल मित्रजनहरू हेर्नु त हाम्रो राजदन दाइको यो फर्म, कृषि फर्म। हाम्रो दाजुले चाहिँ यहाँ व्यावसायिक तरिकाले बङ्गुर पालन गर्नु भएको छ। बङ्गुर कि सुँगुर भन्छ दाजुलाई? सुँगुर भन्छ होला भाइ। ए सुँगुर र बङ्गुर भनेको त एउटै हो नि होइन? एउटै हो। जब कतिमा पाल्नु भएको छ बच्चाहरू रहेछ? थुप्रो छ, यो पनि माउै हुनेवाला हो। अब नेपालमा युवाहरूले केही हुँदैन भन्छ दाजु, कति सम्भावना रहेछ दाजु गर भने? सम्भावना एकदम छ है, तर नियमितता दिनुपर्छ। हजुर। के तपाईँ कर्मचारी राख्नु भएको छ कि आफै दाजु सबै? यो आफै छ। हाम्रो अब 2-4 जना केटाकेटी छ। हजुर सबै छ, यस्तै छ, ढिलो छ। अनि बङ्गुर पालनबाट आम्दानी राम्रै हुँदो रहेछ दाजु? आम्दानी हुन्छ। ए हजुर राम्रै हुन्छ नि, तर अलिकति नियमितता दिनु पर्यो यसलाई पनि। अनि यसको मल पनि बिक्री गर्न पाइयो होला होइन? मल पनि बिक्री गर्न पाइयो। यसको सबै कुरा बिक्री गर्न पाइयो होला? सबै कुरा बिक्री गर्न पाइयो। आहा ल अनि त दर्शकबिन्दु हाम्रो दाजुको एकदमै जस भोजपुर जिल्लामा उहाँले चाहिँ जस एकदमै कृषिमा क्रान्ति गरिसक्नु भएको छ, उदाहरणीय काम गरिरहनु भएको छ। एकदम यो युवाहरूको लागि एउटा प्रेरणाको स्रोत पनि हो। धेरै साथीहरू नेपालमा केही हुँदैन भन्नुहुन्छ, हेर्नु त ल यसरी बङ्गुरै पाल्दाखेरि पनि आम्दानी त भयो नि त। यो जुन छानामा चाहिँ यो टनलको त्यो लाउनु भएको रहेछ, यो चाहिँ किन दाजु यस्तो चाहिँ तातो आउँछ भन्छ धेरै? यो तातोको लागि, तातो पानी छिरेन। हजुर। अब यो लायो भनेदेखि चाहिँ जस फेरि तापक्रमले गर्दाखेरि सुँगुर अलिक तातो बढ्ने भयो बढ्ने। हजुर। तर हाम्रो चाहिँ सबै यो काट्ने भन्दा पनि यो बच्चा उत्पादन हुन्छ यहाँदेखि। ए हजुर हजुर। तपाईँहरूलाई पनि यसो चाहिन्छ भने सम्पर्क गर्नु होला। ए हजुर। त्यो दाजुलाई सम्पर्क गर्नु। दाजुको कन्ट्याक्ट नम्बर म राखिदिन्छु यहाँ। दाजुलाई सोझै कन्ट्याक्ट गरेर भनेपछि चाहिँ त्यस मासु भन्दा पनि के अरे त्यसरी सेल्स गर्दाखेरि पो राम्रो होला है दाजु? फाइदा त्यसमा छ। हजुर। किनकि तपाईँको अब 8-10 महिना वर्ष दिन पाल्नु पर्ने यसलाई। हजुर। यसलाई बिहाको तपाईँको 1.5 महिनादेखि 2 महिनासम्ममा बिक्री गर्दा भइहाल्छ। हजुर। बिक्री गर्न सुरु गर्दा भइहाल्छ। हजुर हजुर। अहिले चाहिँ तपाईँको यस्तो चाहिँ भयो क्या, यो धेरै भएर हो कि के भएर अहिले अलिकति व्यापारमा चाहिँ हजुर खासै महँगो चाहिँ छैन, सस्तो सस्तै छ। त्यही पनि अब तपाईँको अहिले भएन भनेर हजुर मान्छेले चाहिँ कतिले छोड्ने गर्छन् कि। हजुर हजुर। तर हाम्रो चाहिँ अब नियमितै छ। अब भइसक्यो यो पालेको पनि 10-12 वर्ष। मान्छेहरूले किन्नु पर्यो भने त यहाँ के अरे सम्भवतः यहाँ आउनुहुन्छ होला? तपाईँको धेरै चाहिँ अहिले आउँछन्। हजुर। किनकि अब 10-12वटा 10वटा 9-10वटा त मावै छ। हजुर हजुर। सबै ब्याउनु आँटेको छ, कोही ब्याइराखेको छ। हिजो अस्ति भर्खर अब 2-3 माउको बेचेको। हजुर हजुर। तपाईँसँग जब 10वटा माउ हो दाजु? 10वटा माउ छ। ओहो। अनि 10वटा माउलाई फेरि चारो त तपाईँको टन्नै चाहियो होला त? चारो चाहिन्छ। अब चारो किन्नुहुन्छ कि जङ्गलतिर गएर ल्याउनुहुन्छ? होइन, किन्नुपर्छ। ए हजुर। किन्ने पनि सबै थोक यहाँ मिक्स हुन्छ। तपाईँको किनेर पनि अलिअलि त दिनै पर्यो। भनेपछि जस खर्च पनि छ त्यसो भए? खर्च पनि छ, हजुर। तर खर्च अनुसारले अब आम्दानी पनि हुन्छ। गर्दाखेरि 8-10 माउ पाल्दाखेरि तपाईँको महिनामा 50-60 हजार रुपियाँ चाहिँ
कहीँ जाँदैन कहीँ जाँदैन। बच्चा बेचेर पनि तपाईँको आफ्नो लगानी उक्सेर पनि 50-60 हजार रहन्छ, उभिन्छ। ए भनेपछि जस्तो वर्षमा लगभग महिनाको 60,000को दरले 6 लाखको हाराहारी नै आम्दानी हुने भयो। 6-7 लाख हुन्छ मजाले जस्तो 10 माउबाट हुन्छ। कुन जातको सुँगुर पालन गर्नुभएको दाजु हो? यो हाम्रो लोकल हो सबै, स्थानीय जात है? स्थानीय जातै हो, बाहिरको कुनै पनि छैन। कोही कोहीले चाहिँ भन्छ जस्तै के भन्छ व्यावसायिक प्रयोजनको लागि चाहिँ अन्य जातकोहरू युज गर्नु पनि भन्छ कतिपयले चाहिँ होइन। त्यो अन्य जातको व्यावसायिक रूपमा गर्ने हो, तर त्यो यस्तो हुन्छ नि त तपाईँको अब लगानी बढी हजुर हजुर होइन, हजुर अनि खानुमा चाहिँ तपाईँको राम्रो हजुर चाहिँ लोकल हो नि त। ए हजुर बाहिरको भन्दा पनि तपाईँको लोकलमा धेरै टेस्ट आउँछ। भनेपछि चाहिँ के व्यावसायिक प्रयोजनको लागि चाहिँ यहाँको स्थानीय जातै ठिक हुन्छ दाजु? एकदम एकदम गर्ने भनेको म चाहिँ स्थानीय नै देख्छु। हजुर किनकि खानलाई पनि टेस्ट छ होइन, प्रोटिन पनि अब तपाईँको अब बाहिरकोलाई अब ल्याएपछि अब त्यही खालको चारो दिनुपर्छ हजुर पर्दो रहेछ। मैले पनि विचार पहिला चाहिँ एक जोडा पालेको थियो, हजुर त्यो चाहिँ मैले सबै हटाइदिएँ किनकि अब उसलाई त त्यही खालको चारो दिनुपर्ने, त्यो खालको चारो होइन नबढ्ने पनि, लोकल चारोले बढ्दैन नि त। हजुर हजुर भनेपछि अझै के भन्छ चारोहरूलाई चाहिँ मिक्स गरेर दिनु पर्यो। मिक्स गरेर यसलाई रोगहरू चाहिँ के भन्छ कतिको लाग्छ दाजु? रोगहरू हल्का फुल्का लाग्छ, बेला बेलामा उपचार गरेर राख्नुपर्छ, दबाईहरू औषधि छिटिराख्नुपर्छ ठाउँ ठाउँमा। यहाँ खोरहरूमा पनि तपाईँको कहिलेकाहीँ अब हुन्छ, कहिलेकाहीँ बिरामीहरू निकै परेको हुन्छ, त्यतिखेर चाहिँ अब औषधि उपचार गर्नुपर्छ यसको लागि। चिन्नु पर्यो होइन? हजुर जस्तो बङ्गुरलाई चाहिँ तर अरूलाई जस्तो त्यति धेरै रोगहरू लाग्दैन होला? धेरै रोग त लाग्दैन, हल्का फुल्का लाग्छ नि भाइ। कहिलेकाहीँ त तपाईँको यस्तो हुन्छ कि कहिलेकाहीँ त एउटा माउबाट चाहिँ 10-12टा छ भने कोही कोही बेला चाहिँ बच्चा सबै नै मरिदिन्छ क्या। त्यस्तो पनि हुन्छ है? त्यस्तो पनि हुन्छ, भइराखेको छ। भनेपछि समस्या पनि रहेछ? समस्या छ, यसलाई बचाउनु पर्यो होइन। अब यसको लागि औषधिमूलक गरिराख्नुपर्छ, अनि जस के अरे खर्च पनि छ? खर्च पनि छ, तर अब अहिले भएन मेरो मर हो यो भयो भनेर मान्छेले धेरैले चाहिँ सोध्छन् होइन। हजुर वर्षमा कति पटक ब्याउँछ दाजु यो? वर्षमा 2 पटक? अब 2 पटक चाहिँ मजाले भ्याउँछ स्याहार पायो भने। ए हजुर हजुर 2 पटक 3 पटक। ल दाजु यो फर्म हेर्नुभयो भने हाम्रो दर्शक बिन्दुहरूलाई पनि के न के चाहिँ प्रेरणा चाहिँ मिल्यो होला। धेरै युवा साथीहरूले चाहिँ अहिले अब खाडी मुलुकमा गएर पनि काम गरिरहनु भएको छ र नेपालमा सम्भावना छैन भन्ने खालको उहाँहरूको कुरा पनि गुनासो पनि सुन्छु। अब राजदन दाइको यो श्रम र उहाँको मेहनत हेर्दाखेरि चाहिँ नेपालमै पनि केही गर्न सकिन्छ है भन्ने खालको सन्देश चाहिँ उहाँलाई दिइरहनु भएको छ। यो लगायत पनि उहाँको चाहिँ अरू पनि छ व्यवसायहरू, तर पनि उहाँले चाहिँ अब यो तरिकाले चाहिँ सुँगुर पालनको काम पनि गरिरहनु भएको रहेछ। विशेष गरेर उहाँको कृषि फर्म भनेको चाहिँ भोजपुर जिल्लाको चाहिँ हाम्रो पानी ट्याङ्की आसपासतिर टेम्की आइल्सको छेउमा छ उहाँको यो कृषि फर्म। र दाजुले अघि पनि भन्न सक्नुभयो कसैलाई सुँगुर पाठाहरू चाहियो भने दाजुलाई सम्पर्क गर्दा हुन्छ। र उहाँसँग चाहिँ लोकल जातको सुँगुरहरू टन्नै रहेछ, लोकल जातको। र दाजुको भनाइ चाहिँ यसको मासु चाहिँ जस्तो अन्य जातको सुँगुर भन्दा मिठो हुन्छ अरे, अरूको भन्दा धेरै मिठो हुन्छ। सम्भवतः धराने कालो बङ्गुर भनेर बेच्ने पनि यही होला दाजु? हो यही हो है। धराने भन्छन् तर अब लाने त उत्पादन त पाहाडकै हो नि त। हो दाजु। अब यस्तो अब तपाईँको पहाडी क्षेत्रको उत्पादनहरू तलतिर अब अलिकति थोरै अब लाने चाहिँ यहीँबाट हो, तर उत्पादन चाहिँ बाहिर। अब त्यही अब यहीँदेखि लगे पनि तपाईँ चारोमा भर पर्छ क्या मेन चाहिँ। हजुर हजुर चारो अब लोकल चारो खुवाउँदैनन्, अब उहीँको अब यो दाना चारो खुवाएपछि तपाईँको सुँगुरको मासुमा टेस्टै फरक आउँछ क्या। ओहो एक माउ सुँगुरले आफ्नो जीवनभरिमा चाहिँ कति पटक चाहिँ जन्माउँछ दाजु यो बच्चा बच्चीहरू? कति पटक जन्माउँछ हौ त्यो त खासै यकिङ छैन। हाम्रो चाहिँ अब काउन्ट चाहिँ गर्नु भएको छैन? काउन्ट गरिया छैन। हजुर भ्याउँछ होला नि। जसको भन्छ घाटा चाहिँ हुँदैन? घाटा हुँदैन नि, घाटा त तर तपाईँको यस्तो हुन्छ जस्तो यसको केही सिस्टम छैन नि? जस्तै यसले चाहिँ यति बेचसम्म ब्याइसकेपछि चाहिँ अब यसलाई चाहिँ के बेच्नुपर्छ भन्ने खालको त्यस्तो के सिस्टम हुन्छ? तपाईँको अब धेरै बुढोसम्म चाहिँ पाल्नु भएन यसलाई पनि हजुर होइन। अब बाहिर अब तपाईँको गइहाल्छ। हजुर कि अब त्यही हो अब कति 4-5 बेचसम्म होला होइन? 4-5 बेच त धेरै भ्याउँछ नि। हजुर तपाईँको 2 वर्ष त लगभग भ्याउँछ हौ। हजुर 2 वर्षमा पाल्यो त्यसपछि बेचिदियो फेरि यसलाई? बेचिदियो। हजुर ल बेच्दै अब धेरै बुढो भइसकेपछि त्यही हो होइन। अब हजुर मर्छन् पनि कोही। हजुर अहिले चाहिँ पछिल्लो चरणमा दाजु होइन जस्तै स्थानीय तहहरूले चाहिँ कृषिको लागि भनेर आज विभिन्न अनुदानको कार्यक्रमहरू पनि
सञ्चालन गरिरहेको छ होइन। तपाईँहरू जस्तो कृषकलाई चाहिँ त्यस्तो खालको कार्यक्रमहरूमा स्थानीय निकायहरू सहभागी गराउँछ गराउँदैन दाजु त्यस्तो कुरा? होइन भाइ, हामीले अहिलेसम्म मैले स्थानीय सरकारबाट केही पाएको पनि छैन, लिएको पनि छैन। भरसक त थाहा पनि हुँदैन हामीलाई। हजुर। अब म चाहिँ अब यस्तो अब दाजुलाई लिनु मन नभएर पनि होला सायद। लिनु मन त यस्तो हो, पाइयो भने त तपाईँको लिने हो, तर अब खासै थाहा पनि हुँदैन। हजुर। पाउँदा राम्रो हो, हजुर। तर पाइएको चाहिँ छैन अहिलेसम्म, केही लिएको चाहिँ छैन मैले। हजुर हजुर। ल हाम्रो यस्तो श्रमजीवी दाजुहरूलाई चाहिँ पक्कै पनि स्थानीय निकायले पनि उहाँहरूलाई चाहिँ प्रोत्साहन स्वरूप त्यस्ता कुनै कार्यक्रममा सहभागी गराउनु पाए अझ राम्रो चाहिँ हुने थियो भन्ने मेरो पनि आग्रह हो। अब जाउँ है दाजु। हस् हस्। हाम्रो दाजुलाई समयलाई धेरै धन्यवाद। हाम्रो दाजुले आज हामीलाई धेरै कुराहरू देखाइसक्नु भएको छ। उहाँको सुँगुर फर्ममा रहेका विभिन्न कुराहरूको पनि हामीले हेऱ्यौँ र दाजुसँग त माउ त कति रहेछ नि। अन्त चाहिँ यो खोर पनि सफा गर्नुपर्छ बेला बेलामा? बेला बेलामा सफा गर्नुपर्छ नि। अब यो नहेरेको यहाँनिर अब तपाईँको नत्र त अब झन् रोग लाग्ने हुन्छ बढी। यसको चाहिँ एउटा मात्रै बाँकी रहेछ बच्चा? हजुर, यसको एउटा बिक्री गर्नलाई अब। हजुर। लास्ट एक पिस बाँच्यो पनि हो, यसले त धेरै पो ब्याइसक्यो। ब्याइसक्नु धेरै त ब्याएको छैन अरे, 2-3 वर्ष मात्रै हो त। हजुर। जस दाजुले यो चाहिँ मलाई सही लाग्यो है। मासुको लागि भन्दा पनि बच्चाको लागि भनेपछि त होइन? अझै सम्भवतः एउटाको दाजु कति छ दाजु? एउटाको अहिले त्यही 7,000 8,000 हेरी छ। त्यो साइज हेरेर होला। 5500। हजुर। 5500 त राम्रो दाम हुन्छ है दाजु। हजुर। 2 महिनामा त्यो। अनि हाम्रो यो फेरि बिर पनि आफूले पालिएको छ। ए खोइ त अहिले त छैन त। होइन, अहिले यस्तो त बिरबाट पनि उत्पादन छ नि त फेरि। अब यो पैसा आउँछ नि त। ए पैसा आउँछ, त्यस कारणले यो पैसा कमाउनु गएको छ। पैसा कमाउनु गएको छ यो। ए त्यो त कर्मचारीको रूपमा हो। एकदम घरमा पनि काम गर्छ अनि बाहिर पनि अब काम गराउनु पर्यो।